up guys? So आज म कुकिङ गर्दैछु for the first time in my life. I've been living in hostels for like 10 years and त्यहाँनिर चाहिँ लाइक दिदीहरू हुन्छ हाम्रो लाइक पकाउने आन्टीहरू हुन्छ अनि सजिलो थियो यार मजा थियो हैन उहाँहरूले पकाइदिनु हुन्थ्यो खानी बस्नी मेन काम भनेको हाम्रो पढ्ने थियो हैन जब म होस्टेलबाट निस्के कि लाइक स्टिल पनि यहाँनिर छ मेरो गुरुजी हुनुहुन्छ उहाँले पकाइरहनु हुन्छ हैन अहिले त रिसेन्टली आयुष पनि आएको छ उले नै पकाइरा हुन्छ लाइक इट्स स्याड कि मैले कहिले पनि पकाउन्न हैन मैले अब्जर्भ चाहिँ गरिरा हुन्छु कसरी बनाइरा हुन्छ दाल कसरी बनाइरा छ भात सो आई क्यान युज देम यु नो मेरो लागि स्याड चाहिँ नभइदिनु किनभन्दाखेरि म कुनै कुरामा पनि गुड छु जस्तै कि भाँडा हान्न गुड छु म हैन तरकारी लिन जान गुड छु म हैन अब यसमा पनि अब आज कुक हानिसकेपछि एक्सपर्ट हुन सक्छु कि म I'm really excited हैन आज केटाहरुलाई मैले नुन बेसी भएको तरकारी खुवाउने वाला छु हैन So anyways guys, I'll make my best. जानु भन्दा अगाडि चाहिँ फर्स्टमा चाहिँ कपडा लाउनु पर्यो हैन ल सक्छ त रुम चाहिँ त्यति सरसफाइ चाहिँ भएको छैन हैन तर फोरै गरे छैन चाहिँ किन सरसफाइ गर्नु पर्यो हैन ल यस्तो हो नि त ल यही छ हैन यता सुजहरु छ अनि यस्तै छ अनि अब आजको इन्भाइरोमेन्ट कस्तो छ चाखौं हजुरहरुलाई चाखाउनु मन लाग्यो सो हाम्रो ग्रान्डी हस्पिटल त्यता छ हैन यदि चोटपटक हजुरहरुलाई लाग्यो भने मेरो भिडियो हेर्दाखेरि त्यहाँ जाँदा चाहिँ अलि फेभरेबल हुन सक्छ हजुरहरुलाई सो यही हो आजको इन्भाइरोमेन्ट चराहरुको आवाज सुन्न भन्ने सोचिरा होला कुकुर भोक्छ रातभरि यहाँनिर ब्रो किन ओ शिट ओइ गएछ त यार यो पनि तिर्न लाग्यो भने त गाह्रो हो त नि होस्टेलबाट निस्किसकेपछि बाँच्न गाह्रो है ब्रो मा चाहिँ केटाहरुलाई उठाऊ आयुषलाई उठाऊ किन भन्दाखेरि मलाई तरकारी पनि लिन जानु छ हैन अनि थाहा पनि छैन के ब्रो के किन्ने भनेर अब जाने हो अहिले के चलिरहेछ त हैन हाराहारीमा के चलिरहेछ के को तरकारी खानु भइरहेछ हजुरहरु हैन अब लेट्स सी कि म पनि गएर अलि मिठो खालको तरकारी आज ल्याएर हैन डोप तरिकाले बनाएर ब्रो Good morning. उठ ल उठ न आज तरकारी खानु पर्दैन ब्रो यस यस उठिसक्यो यो के पार गाइस हामीसँग युटेन्सिल छ हिजोदेखि नधुएको कुकर छ त्यसपछिबाट पाण्डुले हामीलाई यहाँनिर प्रोभाइड गरिदिएको यहाँनिर कराई छ त्यसपछिबाट हल्का फुल्का जिरा मसलाहरू छ अनि पकाउनुको लागि यहाँनिर एकदम 3 स्टार वाला पकाउने सामान छ हामीसँग त्यसपछि यहाँनिर हल्का दाल छ यहाँनिर भात छ हामीसँग मोस्ट इम्पोर्टेन्ट गाइज के हुनुपर्छ भन्दाखेरि कटिङ हुनु पर्यो त्यसको लागि पनि हामीसँग छ अब चाहिँ म मेरो एक्सपर्टिज म देखाउन चाहन्छु हजुरहरुलाई कम्प्लिटली मैले गरिसके अब यसलाई वास हान्नु पर्यो एकचोटी अनि त्यसपछि हल्का सफ्टली सफाइ गर्नु पर्यो डाडा अब हेर्न सक्नुहुन्छ कस्तो चम्किलो देखाछ आम्मा केटाहरु अल्टी छ भनेर केटाहरुलाई बिहान जुम्बा क्लास गराउनु पर्ने हो के खासमा चाहिँ ब्रो ल म्यान लेट्स गो वेक कम अन यार अति भयो अब तरकारी किन्न जानु पर्यो हेर चस्मा नि के गरे सो अब चाहिँ हामी जान्छौँ अनि बजारमा के कस्तो छ किन्ने हो अनि त्यसबाट चाहिँ अनि ब्रो लाइक ल्याउने अनि त्यसबाट चाहिँ मस्तले पकाएर खानुपर्छ ब्रो उठ जाउँ ल है त निस्किसकेको छौँ अब यहाँनिरको सरसफाइ कार्यक्रम चल्दै हो यस्तो चाहिँ हुनु पर्यो यतातिर सरसफाइ अति हुन्छ हौ त्यसैले यो ठाउँमा बस्यो हो कि हामी बस्नुको मेन कारण ल गाइस त्यही हो अब आज के खानु भन्छ तिमीलाई अब हजुरकै मर्जी जे बनाउनुहुन्छ भन्नु हजुरकै मर्जी मैले त के भन्नु र अब त्यहाँनिर जे देखिन्छ त्यही पिकअप हान्ने अनि ल अनि मलाई चाहिँ हल्का साइड डिसेसहरू पनि उ गर्नु मन लागिरहेको लिनु मन लागिरहेको क्या हुन्छ नि किनकि सबैजना भेटी छ 2 हप्ता भइसक्यो लाइक मासु भन्ने के हो हामी चिन्दैन क्या ब्रो लाइक बिची छ मासुको स्वादै बिर्सिसक्यो हामीले हैन अब गुरुजीसँग बसिसकेपछि ब्रो लाइक यु फर्गेट एभ्रिथिङ सबै कुरा भेजिटेबल्स हुन्छ अनि लाइक अचार हुन्छ लाइक डिफ्रेन्ट डिसेस हुन्छ तर लाइक सुपर हुन्छ क्या लाइक आजकल चाहिँ मन पर्न थालेको छ हैन अब त्यस्तै हो
ल आज मासु हुन्न तै पनि आज भेजिटेबल्स मस्तले अब के हुन्छ मुन्टाको साग कति यति भए पुग्छ तिनजनाले होइन एकदम जग्गा एकदम सो यही हो सानो मार्केट यहीँनिर आउँछ आजकल चाहिँ लाइक हामी डेली बेसिसमा चाहिँ होइन डन होइन कि हामीलाई अब लाइक एउटा दही पनि चाहियो क्या हल्का के सलाद जसरी बनाएर खानु मन छ कि ब्रो गर्मी चिनी भएको दही खानु मन छ तिमीलाई एनर्जी धेरै हुन्छ तरकारी सरकारी सब लिएर आइसकेको छौँ फाइनली उहाँ पनि अब पुरै दही चाहिँ हातमा फलफुल सलफुल आज फ्रुट सलाड बनाउनु हुन्छ भनेर बस्नु भइरहेको छ धेरै अब दमकदार बन्नेवाला भन्नु गुरु आज खुसी हुन्छ है दही त आमा क्वान्टिटी फुल चिनीवाला एकदम चिनीवाला दही चिनीवाला चप्पल हेर नि यहाँनिर चप्पल ब्रो आई लभ दिस स्लिपर्स यार सँग आइसकेको छौँ सामानहरू चट्ट पकाउनको लागि अब यसलाई हामीले काटकुट गर्छौँ त्यसको लागि हामीसँग आउँदैछ नयाँ गेस्ट दाजुभाइ बवाल बनाउनु पर्छ होइन हल्का फुल्का त तिमीले हेल्प गर्छौ होइन अनि मैले पकाउनु सक्छु कि नै जस्तो सक्नुहुन्छ म आई बिलिभ इन यु लेट्स डु इट ब्रो पिङ बोट आयोस या कसरी बोल्न सक्छ यार नपखालिकन म कसम कटिङ हान्न थालेको ब्रो इट्स सो ब्याड ह्याबिट अब यसलाई धुन्छौँ अनि त्यसपछि चाहिँ मनोज ब्रो तिमी भन्दा हामी बबाल हान्नेवाला छौँ अब पखाल्नुभन्दा अगाडि सबभन्दा मेन कुरा हजुरलाई चाहिएन भने यसरी घुमाउनु पर्छ पहिला यो कतिले जान्दैन यसरी पानी खल्नुपर्छ यस आलुमा यति धेरै फोहोर हुन्छ त्यो सब यसरी धुनुपर्छ मजाले पर्छ एकदम बाहिरबाट जतिजनाले पनि हेर्दै हुनुहुन्छ जसले नि हेर्दै हुनुहुन्छ यो टिप्स एन्ड ट्रिक्स चाहिँ जानिराख्ने यसरी मजाले पखाल्ने टमेटोजहरू पनि यसरी क्लिन गरेर माथि यो टुप्पो फ्याँक्नुपर्छ यस दाल बनाउनु पर्ने हुन्छ किनकि 5 सिटी लगाउनु पर्छ यार दाललाई ब्रो पागल हुन्छु 5 सिटी के हो अब खतरा तरिकाले म दाल बनाउनेवाला छु मलाई यही चाहियो होइन फर्स्टमा तेल हाल्यो यसले चाहिँ टेस्ट दिन्छ है ल धेरै नै सुपुक्क अब हामीले हाल्नुपर्ने हुन्छ दाल यस्तो झकास भइसकेको छ हो यसरी हो यसलाई हामीले सो खोर्सानी हालिसक्यो अब टमेटोजहरू ओके टमेटोज हाल्यो यसलाई मिक्स गऱ्यो अनि त्यसपछिबाट चाहिँ यसलाई हामीले मिक्स गरिसकेपछि के हाल्छौँ नि अर्को स्पाइस हाल्छौँ स्पाइसेसहरू ओके स्पाइसेस फ्राई अनि त्यसबाट जिरा मसला होइन अन्तिममा होइन त्यो चाहिँ भइसकेको छ अब यसलाई कभर गर्नुपर्ने हुन्छ चटी होइन त्यो धेरै फाल्यो क्या तर यो फर्स्ट एक्सपिरियन्स भएको कारणले गर्दा काँक्रो धनियाँ पनि आइसकेको छ बब्बाल बनाउनुहुन्छ हजुरले दाइले बब्बाल साइड डिसेस पनि वाउ तरकारी चाहिँ हामीले फर्सीको मुन्टा लिएर आएको छौँ धेरै भएको थियो नखाएको एकदम हेल्दी हुन्छ डेजर्टमै आँप त सबैलाई मनपर्छ होला नि नेपाली आँप हो प्योर रुखबाटै टिपेको हो एकदम फ्रेस हुन्छ विदेशी जस्तो होइन है अङ्गुरहरू दही पनि छ चिनी हालेको अघि भर्खर किनेको फर्स्ट टाइम किने धेरै दाएर मैले अब थाहा थिएन सुरुमा अब कति किन्ने भन्दाखेरि जे थियो है यति नै किन्ने एक पाउ भन्न खोज्नु भइरहेको थियो आज अब हामी काट्दैछौँ आलु Sorry. Oh man, I was so doomed, bro. I didn't know there was like working with me is so hard, bro. Okay, एकछिन रेस्ट गर यस्तै त हो नि हजुर सानो नबनाउनु अलि ठुल्ठुलो पिसमा गरिदिनु न ट्याक्कै यस आइसक्यो मलाई अब ओके च्याप होइन यस्तो कारणले गर्दा त उनी पाउँछ क्या काम पाउँछ कि नै पार्ट टाइम छ ब्रो पाइहाल्छ नि यस्तो इम्पोसिबल आम्मामा 100 मा एकजनाले गर्ने कटिङ ओ गॉड अफ कोर्स पाउँछ नि यार सो खुर्सानी काट्ने तरिका
यो हल्का हाफ गरेर ओके नाउ कम्स यसले टेस्ट दिन्छ क्या खुर्सानीले अघि तिम्रो आँखामा टेस्ट दिइहाल्यो अब चाहिँ तरकारीमा टेस्ट दियो भन्न चाहन्छु कति स्याटिस्फाइङ तरिकाले काट्नु भइरहेछ चार चर्करको आवाजै आहा एकदम वाउ फाइनली सेकेन्ड लास्टवाला काटेँ बिस्तारै बिस्तारै केयरफुल केयरफुल तरकारी भन्दा औँला प्यारो हुन्छ नि फेरि ओहो वाउ सो गाइस अब चाहिँ लाइक तरकारी पकाउनु पर्ने हुन्छ त्यसको लागि चाहिँ म यु नो होम टु कल होइन घरमा को लाइक एभ्रिथिङ ह्यान्डल गर्ने को हुन सक्ला घरमा मम्मी हो एज अ मम यस एक्ज्याक्टली अब म मम्मीलाई कल गर्छु उहाँले कसरी बनाउनुहुन्छ म सोध्छु उहाँलाई त्यसको बाद चाहिँ वी कुक ओके ओके कलिङ भइरहेको छ कलिङ भइरहेको छ गोइङ 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 अहिले चाहिँ मम्मी सुतिरहनु भएको होला मैले 3 कल गरेको थिएँ मेबी सी स्लिपिङ सो लेट्स नट डिस्टर्ब हर अब मेरै तरिकाले हो अब हजुरकै तरिकाले कुक गर्नेवाला छु पाकिसकेको छ भात राइसमा पनि यहीँ बनाउने हो नि त राइस त्यही बनाउनु भइहाल्यो यो यसो दाल चाहिँ यता राख्ने अनि राइस अब यसपछि बनाउनु थाल्ने कि कसो होइन भोपाल बनाउनुपर्छ नि पानी हाल्नुपर्छ आफै कस्तरी आइरहेको हेर्नु न गाइस कस्तो ताजा मोमेन्ट अफ ट्रुथ बब्बाल भएको छ है ल दाल चाहिँ सुरु भयो है ल वाउ मिठो हालेको छ बाक्लो पनि वाउ ल गाइस अब चाहिँ ठक्क मिल्दो तिनजनालाई पुग्ने होइन अब गेस्टहरू हजुरहरू आउनु भएको भए अलि बेसी बनाउनु हुन्थ्यो अब यसलाई चाहिँ फर्स्टमा चाहिँ यहाँनिर यो पानीले पखाल गर्नु पऱ्यो होइन भात बनाउनु चाहिँ सजिलो हो कि गाइस होइन यसो केटाहरूले एकचोटि बनाएर देखेर मलाई आइसक्यो कि ओके 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 खानाभन्दा चाहिँ अलिक बेसी नै पानी हाल्नुपर्छ भनेर मैले चाहिँ बुझाएको थिएँ यसो बुझाएअनुसार चाहिँ होइन सो साथसाथैमा अब हामी गर्दैछौँ तेलको लागि पनि सो हामीले फर्स्टमा चाहिँ तेल हाल्छौँ तरकारीको लागि हो सो फर्स्टमा बेसी तेल युज गर्दैन कि डायबिटिजबाट बाँच्नु मन छ भने लाइक तेल चाहिँ कम गर्नु पऱ्यो होइन या हाल्नु थियो अरे वेट आई विल गेस गेस गर्नु हुन त तरकारी त जसरी बनायो जसरी बनाउनु न हजुरलाई कस्तो सजिलो लाग्छ अब हुँदैछौँ एकछिन पड्काउनेलाई होइन अनि टेस्ट अलिक मजाको धमकदार त्यो हुन्छ नि जो 4-5 दिनसम्म के मुखमा बस्ने खालको यस्तो बनाउनु मन छ कि बनाइसकेको नो त्यसपछि हाल्नुपर्ने हाम्रो यो के हो यो हाल्नुपर्ने छ ओके यो जिरा मिडियम त होइन हल्का हाईमा गरौँ भन्ने सोचमा मेरो होइन अन्त यति भइसकेपछि यहाँनिरबाट खोर्सानी राप उठाउने यस्तो ढोल्ने यो चाहिँ मैले तिमीहरूबाट धेरै नै सिकाएको थिएँ अब यसले हामीलाई राखिदिनुको कारणै अब हामीले ख्याल गर्नु पऱ्यो होइन किनकि यसले हामीलाई कफी ल्याउनु सक्छ फेरि फोक्कै होला नि फेरि हामी त अहिले फोक्कै होला यो झुक्कास भइसकेको चाहिँ कस्तो मिठो देखाएको छ वाउ अब त्यसपछिबाट ल अब त्यसपछिबाट हामीले हाल्दैछौँ आलु अलि साह्रो हुन्छ क्या लेट्स गो गाइस अब यसलाई हामीले सुन सक्छौँ एकछिन हामी मात्रै तरकारी काट्नु पऱ्यो ल अब चाहिँ ओके अलिक यहाँनिर मासु भए भने काट्नै हुन्थेन मासु भए त कहाँ काट्नु पर्छ र चुरुम भुटेर आमामा नपाक्दै सकिन्थ्यो होला खाएर तरकारीहरू पनि हाम्रो भबाल काटिसकेको छौँ अब हामी साग हाल्दैछौँ तातो भइसक्यो प्लेटै केयरफुल है केयरफुल आलु चर भुटिरहेको छ भित्र एकदम झक्कास ओहो साह्रो हुन आएको छ लेट्स गो
यतापट्टि साइड यतापट्टि साइड अब यसलाई बिस्तारै मिक्स हाल्नु मैले मलाई चाहिँ के लाग्छ भने फर्स्टमा थोरै नुन हालौँ अनि पछि टेस्ट गरौँ अनि त्यस पछाडि चाहिँ हाल्नु अब रङ लेट्स गो लास्ट चाहिँ बाइक छ भात पनि होइन बिस्तारै प्रोसेसमै छ पाक्नलाई र गाइस अब हामीले हालिदिएको पानी ओहो यसलाई हामीले झोल हो कि अब केही फरक पर्दैन होइन यसलाई अब छोपिम गाइसहरु मिठो देखेको छ Riding on a horse, I believe the valley you in. Can nobody tell me nothing? मोती जस्तो छ रातो टाइम हुन्थ्यो अब हामीले काटकुट गर्छौँ त्यसपछि यहाँ हाल्छौँ त्यसपछिबाट हामीले दही मिसाउँछौँ त्यसपछिबाट त वाइल फ्रुट आइसकेको छ एकदम अब संसारकै सबभन्दा हेल्दी फुड हो स्याउ त थाहा होला नि पाइनएप्पल चिप्स छ डक्टर अवे यो बेला जाने राख्नुपर्छ एकदम त्यही छ अनार अङ्गुर छ गाजर छ हामीसँग आँप पनि छ सबैको फेभरेट किङ अफ फ्रुट्स पनि छ हामीसँग खानेछौँ हामी यो सब दहीसँग मिसाएर है त ल हान्नु मलाई ग्रेप्स पनि काटियो अब यहाँनिर हुँदैछ धमकदार केही गर्नै पर्दैन कि यसमा चाहिँ लाइक काट्ने छाटछुट गर्ने अनि देख दही छ देख होइन दही सिधै हालिदिएपछि चाहिँ लाइक डन इट्स डन हो क्या पकाउँदै खानाको मजा कस्तो होला है त्यो लाइक एचा पढ्नेहरूलाई थाहा होला क्या है अहिले सो गाइज फर्स्टमा चाहिँ हामी फलफुल हाल्नेवाला छौँ होइन हजुर अनि त्यसपछि चाहिँ दही हाल्नेवाला छौँ दही त चिनीवाला भइहाल्यो लाइक ब्रो लिटरली डोप हुन्छ बरु त हामीले यसलाई सबै हालेर गऱ्यो भने तर लाइक हामी अलिक फर्स्ट टाइम हो नि त सो लाइक अरे ब्रो लाइक आई वान्ट टु सेयर विथ एभ्रीवन के लाइक लिटरली ब्रो लाइक दामी देखाएको छ कि गुरुको इपिक रियाक्सनहरू मालिक जसरी बसिरहेको थियो कि हजुरको लागि स्पेसल पास आई पास ब्रो आई पास्ट मैले सर्टिफिकेट पाउँछु कि नै अब एकदम हो हाम्रो फर्स्ट रिजल्ट आइसकेको छ अब विजेसले अप्रुभ गरिसकेको छ अब हामी पनि बिस्तारै खानु पर्यो ल खानौँ है भात दाल तरकारी पहिला यो खाऊँ न ब्रो खाइसकेपछि बिस्तारै सक्छ सो गाइस चाहिँ हाम्रो अन्तिम हुन्छ किन भन्दाखेरि यो धनिया चाहिँ अन्तिममा हाल्नुपर्छ किनकि यसले टेस्ट दिनु पर्यो नि त अहिले मिठो बास्ना है तरकारी पाक्न दिउँ मजाले छोपिएर राखेको छौँ हामीले दामी हुँदै ठिक छ हेर्ने भ्युवर्सहरूलाई पनि खतरा भोक लागिरहेको है तर मासु भएको अलिक बेसी भोक लाग्थ्यो कि चमकदार देखिनुहुन्छ हजुरहरूले हल्का चलाइदिउँ होइन ल अब यसमा धनिया हालिन्छ ओइ ल अब आउँछ है ल ओइ ओहो ल पाकिसक्यो यो सो मलाई चाहिँ मोस्ट इम्पोर्टेन्टली लाइक डिसेसहरू खाँदैछन् भोजन हुँदैछ भने चाहिँ मलाई सबभन्दा इम्पोर्टेन्ट चाहिँ मलाई अचार चाहिँ चाहिन्छ क्या लाइक इट्स जस्ट टेस्टै डिफ्रेन्ट दिन्छ होइन सो अब बन्दैछ स्पेसल अचार फ्रम धीरुभाइ अम्बानी कस्तो अलि नराम्रो भयो यार यो त तर अब ट्राई गरौँ न होइन बेस्ट बनाउँ Shit. झन्नैले काट्यो है होस्पिचार लाइक यस्तो साह्रो हो त नि यो
यो समय होइन क्या हो गाजर आउने यस्तो गाजर त यस्तै हुन्छ साह्रै हुन्छ क्या जस्तो सुकै प्लिज अचार बल्नु पऱ्यो ल अब यो भइहाल्यो होइन चट्ट धनिया र गएको थिएँ ट्याक 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 ब्रो इट्स फिनिस है वर्स कटिङ चाहिँ नभनौँ ल डली चायवाला भन्थ्यो यहाँ अब डली निम्बुवाला भइसक्यो फर्स्टमा यो होइन हजुर नुन हाल्नुभयो उहाँले अब पिरो त्यसले चाहिँ हल्का टेस्ट दिन्छ भनेर होइन ल अब यसलाई मिक्स म्याक्स गरौँ स्पेसल बनिसकेको छ सो गाइस मैले बनाइसकेको छ एभ्रिथिङ अब यहाँनिर अचार छ यहाँनिर तरकारी छ यहाँ खाना छ हाम्रो दाल छ अब यति बनेर मात्रै के अब भैमा बसेर खाने हो कि रोडमा गएर खाने हो बस्नको लागि स्पेसल ठाउँ छ हामीसँग आउनुहोस् ल यो हाम्रो स्पेसल ठाउँ 3 दाजुभाइ बसेर यहाँनिर हामी खान्छौँ यहाँ हल्का फोहोर रहेछ ए चट्ट क्लिन हान्दै हुनुहुन्छ अचार आइसकेको छ हामीसँग हाम्रो तरकारी स्पेसल तरकारी अर्को आउँदैछ हाम्रो दाल स्पेसल दाल अब अर्को आउँदैछ हाम्रो फाटेको रहेछ हाम्रो खाना स्पेसल ल अब यति मात्र भएर हुन्छ र गाइस थाल चाहियो नि त थाल हातमा खाने थाल चाहियो थाल चाहियो थाल ब्रो लेट्स गो ल हामीसँग हामीलाई चाहियो थाल अब गाइसको सक्ने ग्लास हामी चाहिँ पर्छ जस्तो लाग्छ है मलाई तिमीलाई के लाग्छ ठिक ल गाइस ल हेर ल साथमा यो पनि छ जे खाँदा नि भयो ल भोजन सुरु भइसकेको छ यहाँ दाजुभाइहरू होइन के कस्तो छ यसो टेस्ट यहाँनिर भन्नु पर्यो गुरुलाई हो कि मासु ल्याइदिउँ हरे कृष्ण होइन म त बोल्नै हुन्न कि मासु भन्ने बित्तिकै ओके सो चट्ट यो बाहिरको हावा यहाँनिर चट्ट आउँछ होइन यहाँनिरको मिठो बास्ना यस्तो बाहिरतिर नि यसो घरबेटीहरूलाई नि यसो दिनु पऱ्यो होइन कति मिठो मिठो खाँदो रहेछ भन्ने होस् न सो गाइस यस्तै हो दमकदार छ होइन खाना त दमकदार छ भिडियो पनि दमकदारै छ होला होइन आशा गर्छु कि हजुरलाई पनि मन परोस् होइन बोलिरहेको टिटी र टुटु एनिवेज गाइस होइन यस्तै लभली कन्टेन्टहरू फेरि आउँछ होइन मस्तले मेरो अब फुल टाइम जब जस्तो भइसक्यो यो होइन सो आउँछ दमकदार माया गर्न नबोल्नु होला होइन यति नै आजको भिडियो यहीँ टुङ्गो गरौँ होइन गुरु हरि बोल